त्यो रुमको लागि आउँछ नि त कपल्सहरू। ए त्यस्तो हो र? रुम पनि पाइन्छ यहाँ? रुम पनि पाउँछ। राति चाहिँ के कार्यक्रम हुन्छ कि रमाइलो हुन्छ कि त्यहाँ हुँदैन? प्यारी समझ गई। खैरिया नि हुन्छ त्यही कन्ट्याक्टमा। ए कन्ट्याक्टमा? हजुर। बस्न पर्यो एक दिन होइन? एक रात कसो 1800 सबै खाना पिना हुन्छ कि? हुँदैन खानापिना त पानी आउँछ एक बोतल। एक बोतल मात्रै? रुमभित्र नि साउन्ड गर्छ र? के थाहा रे? फुल डिस्काउन्ट हो? ल ठिक छ। ल साथीभाइहरू, म चाहिँ अघि सिङ्गल ट्रीमा एउटा राइड लिएर आएको थिएँ है। त्यो राइड चाहिँ कम्प्लिट गरेर यसो घाम तापेर बसेको थिएँ। सो अर्को राइड एक्सेप्ट भइसकेको छ है। यो चाहिँ रहेको छ कहाँनिर हो, माछापोखरीसम्मको राइड रहेछ होइन। त्यही लोकेसन रहेको छ यताबाट, यहीदेखि त हो नि, यहीबाट रहेछ है। सिङ्गल ट्री चाहिँ यतै माथिपट्टि हो क्या तपाईँहरूको, यो माथि चढ्ने हो क्या सिङ्गल ट्री भनेको यहाँ माथि होइन। सिङ्गल ट्री चाहिँ नाम एउटै मात्र रुख रहेछ क्या त्यहाँनिर चाहिँ, त्यही भएर चाहिँ सिङ्गल ट्री भनेर राखिदियो जस्तो छ त्यहाँ नाम त। एउटै रुख रहेछ झम्मको होइन, त्यही भएर पनि होला है साथीहरू। बाटो चाहिँ ख्यासपलै रहेछ फेरि यार, कस्तो यार पिच पनि बनाएको छैन त। यहाँ त धेरै आउँछ मान्छे घुम्न त यार। कहाँदेखि हो त यार जाने? ल यता हो कि उता हो त? यहाँबाट तल जस्तो लाग्यो। यसमा ठोक्छ कि भन्नुपर्ने यार। अस्ति न पहिला एकचोटि आएको थियो कि यो बाटो होइन, अनि चाहिँ आएको थिएन। कताबाट हो जाने? ए देखिरहेछ है। एकचोटि एउटा खैरेनीलाई लिएर होइन, ऊ त्यो माथि एउटा होटेलसँग गएको थियो कि। सो त्यो खैरेनीलाई लिएर हिँड्न मजा आएको थियो कि। त्यति बेला मलाई बहुत फापिरहेको थियो है पठाउ इन्ड्राइभ गर्न कि। त्यो खैरेनीले मैले दिनभरि घुमाइदिएको, कति 5000 कति दिएको थियो मलाई। त्यति बेला मजा आएको थियो। यो उकालो खतरा तरिकाले चढाइदियो कि त्यो बुढो बाइक मैले। बटार्न पठाएको खैरेनीले यो उकालो मलाई, तर नतान्ने रहेछ नि त यो उकालो। ठाडै छ कि उकालो, लास्टै ठाडो छ यो। ठ्याक्कै उयोनिर हो क्या है, होटेल पनि यहीँनिर ल्याएको थिएँ कि मैले। यस्तो डेन्जर उकालो छ नि यो, अझै योभन्दा माथि छ कि खतरा उकालो त। कहाँ माछापोखरी हो? ए आमा ठाडै उकालो रहेछ है।